नमस्कार, मेरो सम्पूर्ण फेसबुक टिकटकमा रहनुहुने सम्पूर्ण साथीहरूलाई म आज फेरि एउटा नौलो भिडियो लिएर आएको छु। मान्छे मर्नुभन्दा अगाडि चाहिँ आफ्नो घर तयारी अवस्थामा चाहिँ राख्नु भएर छ। उहाँ चाहिँ हङकङमा हुनुहुँदो रहेछ, हङकङमा चाहिँ बितिसक्नु भएर छ। र आज हामी 5 तार इम्बुङ भन्ने ठाउँमा चाहिँ बिहामा आएको थियौँ। इन्टरकास्ट एउटा भाइको बिहा थियो। हामी उसको जन्ती आउने क्रममा चाहिँ आज हामीले देख्यौँ र मैले भिडियो बनाउन चाहेँ। उहाँ चाहिँ बितिसक्नु भएर छ। यो बिहाको कारणले चाहिँ रोकिराख्नु भएर छ, हङकङमा रहेछ। अब 5 दिन अगाडि भइसकेर चाहिँ उहाँ चाहिँ बितिसक्नु भएको। उहाँको लागि चाहिँ यो रेडी अवस्थामा चाहिँ हेर्नुहोस्, आफू मर्नुभन्दा अगाडि चाहिँ आफ्नो घर चाहिँ निर्माण गरेर तयारी अवस्थामा चाहिँ राखिरहेको है। कस्तो आफ्नो सोक होला मान्छेहरूलाई, तर उहाँ चाहिँ बितिसकेको छ। हेर्ने कथामा नि हेर्नुभयो होला तपाईँहरूले होइन। आज प्रत्यक्ष चाहिँ आफूले पनि देखेँ आफ्नो च्यान चाहिँ तयारी अवस्थामा बनाएर राखेको र आफूलाई कस्तो फिल हुँदो रहेछ, महसुस हुँदो रहेछ भने